ल है बोइलर र गिरिराज कुखुरा लगभग 12-15 दिन भइसक्यो, 2 हप्ता पुग्न आँटिसक्यो यिनीहरू। तर चाहिँ भ्याक्सिन दिएर चाहिँ मेडिसिन नदिएर चाहिँ आफै पालेर लोकल जस्तो अर्ग्यानिक चाहिँ नहोला, तर तैपनि त्यस्तै बनाएर खाउँ भन्ने हिसाबले यो गरेको है, पालेको। लगभग 2 हप्ता भइसक्यो, लगभग भयो होला 2 हप्ता जति। हल्का फुल्का दानामा मकै पिसेर मिसाइदिनुपर्छ। मिक्स गरिदिएपछि यिनी चाहिँ मजाले खान्छन्। हेर्नुहोस् तपाईँ पनि यसरी पाल्नुभयो भने चाहिँ, यसरी पाल्नुभयो भने राम्रो हुन्छ। अर्ग्यानिक मासु चाहिँ राम्रो बन्छ। जुन नर्मल कौलो मासु हुन्छ नि, त्यो चाहिँ स्ट्रङ बन्छ है, ठिलो बन्छ। राम्रो बनाएर बन्छ यिनीहरू। यिनीहरूले चाहिँ छिनछिनमा खानुपर्छ, छिनछिनमै दिनुपर्छ पानी र तपाईँको दाना चाहिँ। मकै दानामा मकै मिक्स गरेर दिनुहोस्। पहिला लगभग 1 हप्तासम्म चाहिँ जुन यिनको जिरो नम्बरको दाना दिनुपर्छ। अनि त्यसपछि चाहिँ मिक्स गरेर मकै पिसेर चाहिँ मिक्स गरेर दिँदा पनि हुन्छ। यिनले खान्छन् नि मजाले। बसेरै आनन्द लिउने यहाँ सबैले चाहिँ साह्रै लाटो हुन्छ, लट्ठी हुन्छ नि यिनीहरू चाहिँ। खासै यिनीहरूले भुइँमा चाहिँ खान जान्दैन, भाँडामा दिनुपर्छ वास्तविक यिनीहरूलाई चाहिँ। र जहाँसम्म लाग्छ मलाई भुइँमा दिएको पोसिलो पनि मान्दैन होला जस्तो लाग्छ मलाई। यिनीहरू चाहिँ भाँडामा दिइसकेपछि पोसिलो मान्छ होला जस्तो। एकछिनपछि